हामीहरूले स्वर्णबिन्दु प्राशन बच्चाहरूको लागि 5 वर्षभन्दा कम मुनिका बच्चाहरूको लागि उनीहरूको स्वास्थ्य क्षमता वृद्धि गर्न र उनीहरूको शारीरिक क्षमता विकास मानसिक विकासका लागि स्वर्णबिन्दु प्राशन खुवाइरहेका छौँ, जसमा चाहिँ हामीले यस अस्पतालबाट विगत 1 वर्षदेखि करिब 5,000 बढी बच्चाहरूले यो स्वर्णबिन्दु प्राशनबाट चाहिँ लाभान्वित हुनुभएको छ। र हामीहरूले मुख्यतया स्वर्णबिन्दु प्राशन भनेको के हो, स्वर्णबिन्दु प्राशन कसलाई खुवाउने, कति बेला खुवाउने भन्ने जुन प्रश्न आइरहेको हुन्छ जनमानसमा। स्वर्णबिन्दु भनेको स्वर्ण भस्म, जुन चाहिँ शुद्ध सुनलाई चाहिँ प्रशोधित गरिएर त्यसको भस्म बनाएर त्यसमा जडीबुटीयुक्त घृत, घिउ र महको सम्मिश्रणबाट चाहिँ हामीहरूले त्यसलाई घोलेर बनाएको एउटा औषधि हो। 1 वर्षदेखि माथिका बच्चाहरूलाई हामीहरूले यस स्वर्णबिन्दु प्राशन खुवाइरहेका छौँ, जसमा 1 वर्षदेखि 2 वर्षसम्मको बच्चाहरूलाई 2 थोपा र 2 वर्षदेखि 5 वर्षभित्रको बच्चाहरूलाई 4 थोपाको रूपमा खुवाइरहेका छौँ। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकासमा मद्दत गर्छ, रोगसँग लड्न सक्ने क्षमतालाई वृद्धि गर्छ र शरीरको चाहिँ स्मरण शक्तिहरू बढाउने, मानसिक रूपमा चाहिँ उसलाई सबल बनाउने र शारीरिक रूपमा उसलाई बलियो बनाउने काम स्वर्णबिन्दु प्राशन खुवाएपछि बच्चाहरूले लाभ गर्दछ।